आज मलाई चाउमिन एकदमै पिरो खाना मन लाग्थ्यो। त दिमागमा आयो मैले यसरी चाउमिन बनाएँ भने अझै मिठो हुन्छ होला भनेर मैले यो बनाउन सुरु त गरेँ। तर यो विश्वास थिएन कि मिठो नै हुन्छ। मैले के गरेँ तोरीको तेलमा थोरै पिनट अनि बदाम भन्नाले बदाम, थोरै खुर्सानी, थोरै लसुन, जिरालाई मजाले राम्रोसँग भुटेर त्यसलाई थिचिदिएँ अनि एकदमै मसिनो होइन, थोरी कसो थिचेँ। थिचिसकेपछि यसरी हुन्छ एकदमै मसिनो चाहिँ गरेन। त्यसपछि फेरि तेल हालेँ, त्यसमा त्यो पिसेको हालिदिएँ, त्यसपछि क्याप्सिकम, प्याज हालेँ अनि त्यहाँ चाउमिन मैले बोइल पहिले गरेर राखेको थिएँ, मजाले सुकिसकेको थियो। त्यसपछि यसमा हालेर मैले यस्तो मिठो भयो नि विश्वास गर्नुहुन्न, यस्तो मिठो यो चाउमिन भयो। त्यसपछि नुन, गरम मसाला, भिनेगर, अजिनोमोटो हालेँ अनि सोया सस चाहिँ मलाई चाउमिनमा मन पर्दैन, त्यही भएर मैले हालेन। हजुरहरू हाल्न सक्नुहुन्छ। त्यसपछि 7-8 मिनटसम्म मिडियम फ्लेममा भुटेँ। भुटिसकेपछि टेस्ट गर्दा त एकदमै मिठो भयो। एकचोटि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ।